आज बिहान फेरि मैले आत्महानिको कुरा सुने। तपाईहरुले याद गर्नुभएको छ, आजकल दिनदिनै आत्महानिका केसेसहरु बढिरहेका छन्। मानिसहरुले सरकारलाई दोष दिइरहेका हुन्छन् भने सरकारले चाहिँ त्यसभन्दा अगाडिको सरकारहरुलाई दोष दिइरहेको हुन्छ र दोषले समस्या समाधान हुँदैन। हानि त भएकै हो भन्ने कुरा चाहिँ स्वीकार गर्नुपर्ने हुन्छ। सरकारको पक्षबाट होस् या अरु व्यक्तिको पक्षबाट होस् या मानसिक स्वास्थ्य समस्याको कारणले किन नहोस्, हानि त भएकै हो। व्यक्तिले आफ्नो जीवन गुमाएकै हो, त्यो कुरा चाहिँ हामीले एक्सेप्ट गर्नुपर्ने हुन्छ। जब हामीले एकअर्कालाई ब्लेम गर्छौं, त्यसले चाहिँ ट्रिगर मात्रै गर्छ। जुन व्यक्ति वा परिवारले सपोर्ट पाउनु पर्ने हो, त्यो व्यक्ति र परिवारले सपोर्ट पाइरहेको हुँदैन। ब्लेमलाई चुज नगरेर समानुभूतिलाई चुज गर्यौं भने समस्या समाधान गर्न सजिलो बनाउँछ। मानसिक स्वास्थ्य समस्या भइरहेका मानिसहरु छन् भने, आर्थिक समस्या भइरहेका मानिसहरु छन् भने, रिलेसनशिपमा समस्या भइरहेका मानिसहरु छन् भने उहाँहरूलाई कसरी सपोर्ट गर्ने? सरकारको पक्षबाट होस् या अरु पोलिटिकल पार्टीको पक्षबाट होस् या आम मानिसको पक्षबाट होस्, हामीले अर्कालाई ब्लेम गर्ने, गाली गर्ने भन्दा सपोर्टको वातावरण चुज गर्नुपर्छ। नेपालमा मानसिक स्वास्थ्यको लागि बजेट नै छैन भन्दा हुन्छ। बजेट चाहिँ एकदमै बढाउनु पर्छ जस्तो लाग्छ। हिस्टोरिकली पनि नेपालीले धेरै ट्रमाहरू भोग्दै आइरहेको हुनुहुन्छ। अब भूकम्पहरू, बाढी, पहिरो, विभिन्न यी कुराहरूले उहाँहरूलाई प्रताडित हुनुहुन्छ। जब कोही मान्छे यति धेरै कुराले चाहिँ ट्रमाटिक भइरहेको हुन्छ, त्यो मान्छेलाई चाहिँ सानो कुराले पनि ट्रिगर गरेर उसले चाहिँ आत्महानि गर्न सक्छ। कसैलाई चाहिँ गाह्रो भइरहेको छ भने विभिन्न अर्गनाइजेसन्सहरुको फ्री कल्सहरु छन्, नेपाल सरकारकै छ, उहाँहरूलाई चाहिँ त्यता जोडाउन सकिन्छ। उहाँहरूलाई यस्तो यस्तो सुविधाहरू पनि छ है भन्न पनि सकिन्छ। गभर्नमेन्टले अथवा कुनै पनि अथोरिटीले जज गरेर हेर्ने भन्दा पनि एकदमै बढी सेन्सिटिभ भएर कुनै पनि कुराहरूलाई हेर्दिन सकियो भने चाहिँ सरकार चाहिँ सर्वसाधारण मानिसहरूकै लेभलमा गएर चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ। यदि त्यसो गर्न सक्यौं भने चाहिँ सरकार र मानिसहरूको सम्बन्ध सुमधुर हुन्छ, पिपल बीचको सम्बन्ध सुमधुर हुन्छ। हस्, धन्यवाद।